बगरात पलाए के भयो इजरादी किन आतेको बाबु कहीँ त घाम लाग्यो अब म यहाँको बाली हामी कहाँ यार अगाडि नबढ नताली न आउ न हौ सधैँ तेरो दिन हुँदैन बुझिस् Hey, what's your name? Bob. Bob responds, Bob. Ustai. So cute, so sweet. Cute र sweet त उस्ता होला तर एउटा डिफरेन्स छ What different? यो स्पन्ज बब सफ्ट छ म Oh. हार्ड छु ट्राई मी म कति हार्ड छु भने एक्सक्युज मी हेलो हजुर आन्टी हस् मायाले हस् Hey, Bob. I'll talk to you later. ओए जल्दी के खेला तैँले खेलाउँदैन तँलाई
Bob? Hello? Giri? अनि आकाश? ओडाला चिचिजिराले खै हट्न ए आकाश के गर्नुहुन्छ तपाईले ओइ साले नामर्द यहाँबाट आम फालेर के प्रुफ बनाउँछ तैले हाँ लासा दन्तलाई सुसाइड गर्न खोज्दो रहेछ साले ठोक अझै पुगेको छैन यसलाई कस्तो टेन्सन भयो त्यो के गर्नु भयो आकाश के भयो भन् त के प्रब्लम भयो तँलाई हाँ कलेजसम्म त सबै ठिकै थियो त साँच्चै त्यो दिन त तर माया डेटमा पो गएको थिइस् त हुन चाहिँ के भयो यार तिम्रो बिचमा कुरा मलाई अझै पनि विश्वास भइरहेको छैन कि हामी यति चाँडो यति नजिक भइसक्यौँ आई फिल भेरी कम्फर्टेबल टकिङ टु यु मलाई पनि अचम्म लाग्छ हाउ वी कनेक्ट कति चाँडो है सिम्पली बिकज यु आर डिफरेन्ट देन अदर सो कल्ड गाइज आई फिल लकी टु हेभ यु एज माई फ्रेन्ड टाइम कति चाँडो बित्दो रहेछ है तर आइम गोना मिस अल दस कलेज मेमोरिज बङ्किङ क्यान्टिनको नमिठो खाना प्रिन्सिपलको बोरिङ लेक्चर सबै बट I'm gonna miss you especially. You are very decent, very helpful. And of course, you are not like your friend Bob. नत्र त आज भोलि केटाहरूलाई आज साथी बनायो भोलि आई लभ यु भन्छ कति हतार हुन्छ कि इट्स टु लेट नाउ भोलि भेटौँ गुड नाइट सबजना भित्र गइसके कहिले टाइममा आउने होइन त्यो बब और 10 जना केटीलाई छ्यापेर हिँड्रा होला साले झन् त्यो आकाश रातभरि मायासँग च्याटिङमा थियो होला अनि कहाँबाट छिटाउनु ठिक छस् बुढे हाँ बाफ्रे ल खतरा छ ब्रुसली जेकिसन छिट्यो जाऊ ओए के राम्रो हिँड म चाहिँ जेकिसन यो चाहिँ Tidak punya pasti unjuk ini, dia mana?
मलाई नै खुसी लागेको छ हाम्रो कलेजको साह्रै नै होनहार नालायक बहुतै लायक विद्यार्थीहरू आज पास भएर जाँदैछन् एनीवेज we would like to congratulate all of you for securing good marks in the final examination and I would like to call upon by your names. It is Akash. Akash, please come on to the stage. Congrats. Congratulations to you. Ayasa. Congratulations to you. Shankar Hamal. Yes. Finally you're passed. Okay. Baburam Oli Bhattrai. Baburam Oli Bhattrai? Who? Baburam, please come. Congratulations. Baburam. Come on, boy. You did it. उठा ओए के भयो यसको पनि केही नहुने भयो यार तँलाई भन्ने मायाको पिछा लागेर बस भाउजूको हेर्दा डेन्जर छ त खुब मन पराउँछ जस्तो यार तपाईँ आएको त त्यहाँ पनि बोलाएको छ नि तर कुन बेला पानी परेर निम्ने हो त्यो पो डर छ त साले तेरो पनि केही नहुने भयो त पनि भर्जिनै भने भाइ मुला त पनि रे तैँले भर्खर पनि भनिस् ल हाँ मुलाउँछ यसले भर्खर पनि भर्जिन भन्यो साले मलाई थाहा थियो क्या यो भर्जिन हो भनेर साले यो पनि त पनि भर्जिन भर्जिनमा चाहिँ किन नाम छ त्यो जस्तो खुला किताब हो जसले आएर पनि पढ्न मिल्ने खुल्ला किताब तर विथ पासवर्ड बुझिस् सबलाई थाहा भएको पासवर्ड What's up, losers? के पास बात गर्दै गराउनु छ यस्तो बोर्डमा? मर्दा नि के भनिस् तैँले के हैन ब्रो ब्रो कसलाई भनिस् तँलाई भने त यो सबै कलेजको ब्रो रे सबले दाइ भन्छ फेरि स्टार्ट भइस् ओइ त हेर्न त्यो केटीले यसलाई पो साइड हानेछ यार त्यसले त मलाई पो साइड हाने भने ठाने हाँ मुला के तँलाई पो साइड हानेको झगडा गरेको छट प्लिज के यस्तो झगडा गरेर यत्तिकै हुन्छ नि पनि साले साले यसलाई के गर्नु छ त स्क्रिप्टमा बक्छस् साले आज तँलाई शङ्करको पावर देखाउँछु आइज छोड छोड Akash. एकछिन कुरा गर्नु मिल्छ या स्योर यहाँ बाहिर जाउँ या स्योर ओके चल्छ त टाइम पनि कति चाँडो बितेको I think I'm gonna miss everyone. Friends, lectures, just सब कुरा त्यो सब कुरामा म चाहिँ पछि पर्दिनँ नि
यसबारेमा त हाम्रो कुरा भइसकेको छ होइन तिमीलाई च्याटको सबै कुरा थाहा छ अभियसली किनकि म माया तिमीलाई गर्छु यस्तै हुन्छ तिम्रो तिमीसँग केही भन्नुपर्ने थियो मैले मेरो मायामा यस्तै हुन्छ तिम्रो मेरो मायामा क्यान यु मिट अप इभिनिङ स्योर एट वाट टाइम इभिनिङमा 7 PM ओके See you then. Goodbye. ओइ के भयो के भन्यो मायाले भरे भेट्ने प्लान भएको छ वाह ल बधाई छ जा मेरो शेर जा गएर मनको कुरा सब सुनाइदे आज मायालाई यति वर्ष वेस्ट गरेँ आज सब कुरा भन्छु उसलाई म कुनै समय गुमाउनु चाहन्न अब आज त भन्छु उसलाई द्याट आई लभ हर सी इज द वान आई वान्ट होल्ड अल द सिजन्स वार्म or cold she is the one I want to kiss she is the one I want to miss google.com ए कसरी थाहा भयो तँलाई तँलाई के लाग्छ यसले यत्रो सब केटीहरू कसरी पट्याउँछ सब गुगलबाट सार्ने त हो नि कुन साइटमा के कोड छ भन्ने कुरा सब याद छ यसलाई यति नै कोर्सको किताब पढाए भए त कहाँ हाम्रो क्लासमा हुन्थ्यो र बब अङ्कल नगर त कलेजको भयभरको केटी मैले पट्याएर तँलाई टेन्सन भयो तेरो टाइपको चाहिँ यो कलेजमा पाउँदैन बुझिस् भन्दैन आइसा यो तेरै टाइपको केटा हो भनेर यु लभ हिम भनेर भन्दैन के रे आइसाले मलाई मन पराउँछ रे त्यही त अनि यो कुरा तिमीलाई मलाई पहिला भन्नु पर्दैन तैँले भने चान्सै दिनुहोस् म बेकुफ हो क्या मेरै ग्रुपमा मलाई यस्तो माया गर्ने यस्तो केयर गर्ने मान्छे छ यार म चाहिँ 10 जना त्यो छोटो छोटो लुगा लगाउने केटीहरूको पछि लागेँ तिमीलाई मलाई किन टाइम होइन एउटा गफ हाने पनि लिमिट हुन्छ नि साले गफाडी लेभल हेर्न लेभल कहाँ म कहाँ यो त्यो अस्तिको रिता कस्ती च्वाक थियो होइन त्यसको अगाडि यो के हो को च्वाक अलि याद गरेर कुरा न तँलाई के लाग्यो यसलाई मैले मन पराउने यसले भयभरको लुगा खोलेर आएर मसँग मायाको भिख माग्यो भने पनि यसले म पाउँदैन बुझिस् तिमीहरूको जहिले पनि एउटै कुरा है जहिले पनि वायात कुरामा झगडा पर्छ यो जुनीमा यो जोडी चल्दा चल्दा नजम्ने भयो साला छ नि डर चलेको त के कुरा गर्नु को डर छ र त नि के को डर छ र जेन्टल भन्न यो जेन्टल भन्दा भन्दा नि म एक दिन मेन्टल चाहिँ पक्कै भन्छु होला मेबी समथिङ वाज रङ आज आकाशले मायालाई मायाको प्रस्ताव पक्कै राख्नेछ हेर आकाश डेट जाँदछस् एउटा टिप दिन्छु सुन केटीहरूलाई बाँच्नको लागि 3टा कुरा एकदम जरुरी छ खाना पानी र एउटा मुख्य कुरा तारिफ त्यसैले तारिफ गर्न चाहिँ नछोड जति सक्दो तारिफ गर बुझिस् Beautiful. Hey. Hi. तिम्रो ड्रेस कस्तो रातो कस्तो घुमेको तिम्रो कपाल तारिफ गर्न चाहिँ नछोड बमको आइडिया हामी यहाँ किन
You know today is our last night. So I want to make this moment memorable. Let's see. के छ त तिम्रो प्लान? विश पनि भन्ने कुरा हो. एनिवेज तिमीले के भन्छु भनेको थियौ नि. तिमीले के कुरा भन्छु भन्थ्यौ नि. म त भनि नै हाल्छु तर तिमी फर्स्ट. As always, ladies first. All right. So actually, I actually I got the admission from American University and I'm flying to US. You know me, I was dying for it. So finally got मेरो कुरा सुन्नु and I'm so happy for myself. Thank you so much. किन तिमी खुसी छैनौ र? Actually, it's a big surprise. So, when are you leaving? म पर्सि चितवन जाँदैछु. त्यसको एक हप्तामा बाहिर जाँदैछु. हतारमा के भयो. Anyways, I'm so excited about it. Akash, thank you so much for this wonderful evening. And you know what? I'm really gonna miss you. के भयो? जाम. साले यत्रो सब हो. तैँले हामीलाई भन्नु पर्दैन? त्यही त धन्न आन्टीले यसलाई इन्फर्म गर्नु. नत्र यसले त हामीलाई केही पनि नभन्ने. एउटा काम गर. मायाको नम्बर दे मलाई. तैँले भनिराख्नुपर्छ. मैले मायालाई अघि कल गरिसकेँ. फोन अनरिचेबल आइरहेछ. Guys, I have an idea. चल्दिउँ. चल्ने रे कहाँ? Trip. Trip? Where? Trip to चितवन. चितवन 2 मिनेटको बाटो जस्तो लाग्छ. गए पनि अरे. गएर के गर्ने त? बस पागल नबन. पागल म होइन कि त चाहिँ हुन्छस् क्या. बुझिस्? यदि तैँले आफ्नो मनको कुरा मायालाई भन्नस् भने कहिले जान्छ रे माया? एक हप्तापछि होइन? मतलब अझै छ हामीसँग टाइम. कम अन गाइज यार. लाइफमा हामीले कति काम यतिकै गऱ्यौँ भने त? कति ठाउँमा बङ खान्यौँ, कति ठाउँमा बिना रिजन ट्रिप गयौँ. एटलिस्ट एउटा राम्रो रिजन त पाइरहेछौँ हामीले ट्रिप जानको लागि. हेर आकाश, यदि तैँले मायालाई आफ्नो मनको कुरा भन्नस् भने नि त लाइफ भन्ने रिग्रेट गर्छस् क्या. बुझिस्? एटलिस्ट मायाको एन्सर जे भए पनि ट्राई त गर यार. बाउले त मार्छ यार. तेरे बाउले मात्र मार्छ. यसको मेरो त बाउ नै छैन. तिमीहरू सोच्न यार. लाइफले हामीलाई एउटा राम्रो अपर्च्युनिटी दिएको छ के ट्रिप जानको लागि. एटलिस्ट हाम्रो लागि नभए पनि आकाशको लागि त के गरौँ यार. के त यार फ्युचरमा हामी कहाँ हुन्छौँ? एटलिस्ट अहिले त सँगै हुन सक्छौँ. लेट्स रक दिस जिन्दगी. व्हाट से? यसको बाइक त खतरा छ नि हाम्रो भन्दा. साला यसको बाइक त यार. ओइ त्यो आ म त लानु त्यसलाई. बग्ने यार. तिमीले लिएर तैँले राख. गाइस बग्ने यार. ओइ के भयो किनरु? आइसा बस.
यहाँ जस्तो पाराले सक्दैन यहाँ साउनी माछा खाऊ न यो काँडालाई पनि काँडा बिनाको माछा कस्तो मिठो बास्ना आएको ठुलो चाहिँ म खान्छु है योसित एक प्याक भएको भए बबाल हुन्थ्यो यार खालास भट्का नखाए त तेरो स्कुटी माथा जस्तो गरेर चल्छ यो सिधै अर्को प्लेट मगाऊ सर्ट गरेर आउँछु सावधान भर्जिन केटाहरू हेर्नुहोस् आज भोलि कस्तो समय आयो भर्जिन केटाहरूको टोयलेटमै रेप हुन थालेछ होशियार हुनुहोस् एउटा खुंखार अपराधी भर्जिन केटाहरूको खोजीमा हिँडिरहेको छ अनि मचाइरहेछ सनसनी सनसनी जैनसँग सुत्ने हो भने जाग्नुहोस् बाटोतिर भन्छु क्या हिँड्न के भयो छिटो भने ठिकै हुन्छ के गेला मुला ल साउनी के भयो भने भन्न माछा त कहाँ छोड्यो यार होइन त्यो मुला रेपिसले लुटेर हाले जे गर्नु त गर्यो तैँले चाहिँ कसरी किस गर्ने रेडी भइसा त केटा नस्ने है हामी त कन्फ्युज भयो कसम यार तैँले मजा लुटाइस् नि है के तेरो मोबाइल नि Come on guys, leave him. We have a long way to go. Let's concentrate on the road. जाऊ त्यसलाई पेस पर्यो लाग्यो के गर्ने भयो यार यस्तो त्यसले खटेर साले त्यसलाई हेर्दा आइस त्यसलाई के भयो खेल्छ सिङ्गल आइस के भएर जास के गर्नु पनि के भएर भाग्न आउँदैन भने किन लिएर आउँछ त्यसलाई हेर्न आइस त के गर्न ल छोड तिम्रो आकाश कस्तो गर्मी हो क्या आज पानी खान पाए पानी छैन त्यही छ कहाँ हो पानी ओ मोटे
ओए यहाँको त वर्कसप होला बाइक बनाऊ जाउँ है त्यही त यार कस्तो खराब दिन भयो क्या आज बिहान बिहान कसको मुख हेरेर आइयो कुनै दिनै खराब ओइ कसलाई भन्न खोजे तैँले के भनिस् आइसा छोड द ओइ तल भने ए तँ उता जा ओइ तल भनेको भने ओइ तल भनेको के हो छोड न तँ उता छोड ओइ तल भनेको भने उयो आएन तिम्रो कस्तो बच्चा जस्तो लड्यो मलाई छोड What guys? Resting! एकटा हो नभने यार चितवन पुग्नु ढिला हुन्छ के न प्लिज यार आइज न बब Shit. Oi! Tan. Oh, Lotan na. Tan. Oh, छोड़ दे Lotan. आइज भने म यहीँ बस्छु त त्यही त भने कट्टु फुस्क्यो यार साले के गरेर निक्लिन्छ जादू है नशा है मदहोशियाँ तुझको भुला के अब जाऊं कहाँ जादू है नशा है मदहोशियाँ तुझको भुला के अब जाऊं कहाँ देखती है जिस तरह से तेरी नजरें मुझे मैं खुद को छुपाऊंगा मोटे के र ल भयो प्लिज ल Hey, we have a party tonight if you want to join. के हो पार्टी के भयो घाउ भएछ राफ्टिङमा लागेको ठुलो घाउ छ त नाइ के भएको छैन सानो छैन यो इट्स नट फाइन नो एक्सक्युज मी फर्स्ट एड बक्सहरु केही छैन यहाँ क्लिनिक हस्पिटल केही त नजिक होला प्लिज मान न घाउ यहाँ भएको छ तर चोट यहाँ परेको छ हाई हामीलाई अलि परसम्म जानु छ सो यु वोन्ट बी एबल टु जोइन यु गाइस बट नाइस मिटिङ यु व्हाट्स योर प्रब्लम म्यान के भयो मैले जोसँग जे पनि बोल्नु तर के मतलब हैन सधैँ मेरो काममा किन इन्टरप्ट गर्न आउँछस्
दिमाग चढ्छ यार ओ बब पक्न ओए त्यसलाई किन भन्दैनस् कसलाई के भन्नु भने त्यो बबलाई कि तैँले त्यसलाई कति माया गर्छस् भनेर Who loves that jerk? He's not my type. हामीलाई ढाँट्छस् तैँले तर तेरो मनलाई कहिलेसम्म ढाँट्छस् दुनियाँभरको केटीसँग फ्लर्ट गरी हिँड्नेलाई म मन पराउँछु जस्तो लाग्यो तँलाई यो जुन बालुवा छ नि यसलाई तैँले जति सक्दो कस्ने प्रयास गर्छस् तेरो हातबाट त्यति निक्लिन्छ यसलाई खुला राखिस् भने तैँले जति टिपेको थिइस् तेरो हातमा त्यति रहन्छ म सक्दो कसले प्रयास गर्छु मेरो हातबाट जति फुस्किनु छ फुस्कियोस् जति निस्किनु छ निस्कियोस् त्यसमा मेरो कुनै कन्ट्रोल छैन तर जब मेरो हात खुल्नेछ मेरो हातमा जति रहनेछ चाहे त्यो यति मात्र किन नहोस् चोखो माया हुनेछ ओइ बब त फेरि फ्लर्ट गर्न थालेछ नि कहाँ हाँ तो कि फलाम हो फलाम जिस जोइन जिउ दुख्ने गरी मस्ती गर्ने शङ्कर पक्का ए के भयो दाइ यसको क्लच कभर गर्छ काठमाडौँमा बाइकर्स नेपालहरूलाई खबर गर्छ कि आज राति भरे भोलि बिहान आएर बनाइदिइसक्छ राम्रो छ सर्भिस हस् दाइ बरु यो खटाराको चाहिँ हेरिदिनु न यहाँबाट बन्दैन यो खटर बाइक बन्दैन रे बन्दैन यो सब के काम लागि खोल्या बन्द गरेर गएपछि भइहाल्यो नकरा मोटे जानी काम बिगार्न पुग्छ साला यसले मलाई चिनेको छैन जस्तो यसलाई चिलाएर आउँछु म अर्कै बेला खटर हुन्छस् मोटे छोड्दैन छोडे छोड्न दाइ यो साँडेलाई चाहिँ बाइकर्स नेपाल ल्याएर बनाउँछ यसलाई चाहिँ यसो मिलाएर बनाइदियो नि दाइ मिल्छ भने है ओइ दाइ यो चाहिँ है सम्हालेर यो हात हतान हो बिचलेमा परेछ क्या हो रोक्यो ओइ रोक्यो आयो ब्रो टाइकासम्म जानुपर्ने हामीलाई चितवनसम्म जानुपर्ने यसो छोडिदिनुहुन्छ कि भने पुऱ्याइदिइहाल्छु नि नानी हजुर बसिहाल्नु नि त हो ओइ जोइन बसिहाल्नु हो के भयो है उनको कुरा थाहा भएछ कि क्या हो आइहाल्नु हो जाने दाइ अब खै हट छोड न ओइ छिटो गर है भाइ भात धेरै खान्छ क्या हो खाएको भात त लाग्ने हुन्छ है यो अलिक सर्न तिनै रहेछस्
ध्यानमा लगाऊ हुने क्या हो दाइ गाडी बिस्तारै हाँक्नु है भइहाल्छ नि हन्डाले बजाऊ गेयर लाउनेछु मैले अनि एउटा कुरा हो चितवनमा गैँडा भालु हेर्न लाग्यो क्या हो गैँडा भाल्छु हेर्दै फ्याउरी भेट्नु चाहिँ जानु लाग्यो फ्याउरी रे अब मलाई गैँडा हात्ती भालु पनि थाहा छ यो फ्याउरी चाहिँ के हो दाइ फ्याउरी कुरा छोड्नु न दाइ तपाईँ एक्लै हुनु त ट्रकमा तपाईँ खलासी खै त अब यो खलास किन अचम्मको कथा छ बाबु रात गए अग्रार पला भन्छन् 50औं जना राखिसके अब के गरौँ 51औं नम्बर चाहिँ मैले खोज्नुपर्छ ए बुढा पैसा चाहिँ नदिने होला चाप पसिहाल्छ नि 22 त म दिँदैन 22 मा दिँदैन मापछि चाहिँ खुवाउँछु मापसी अरे बुढाले हँसाउँछ मापसी गऱ्यो भने त काठमाडौँमा लाइसेन्स पारिदिइहाल्छ नि साथै 1000 नोट पनि लगिदिन्छ ए हो र हो नि होइन नि यो बाटोमा चाहिँ यता चाहिँ चेकिङ हुँदैन मापसे अब चेकिङ गर्ने नि मापसे अहिले खापसे खाने हो खाइदिउँ त खाने खाने नि दाइ ऊ ड्यासबोर्डमा राखेको छ स्वाद तान्नु शुद्ध लोकल ओइ शुद्ध लोकल अरे वाह वाह ओइ कहाँ खाला यार ए नखरा न बुढेले खान्छ खा हुन्छ हो खा हुन्छ खा हुन्छ हो यस्तै मौकामा त खाने हो नि पुरा हो अग्रार पलाए किन आँटेको बाबु घैँटोमा घाम लाग्यो अब म यहाँको पानी हामी कहाँ यार नतालिन आउ न हौ मजा गर्न भनेको ओइ जो साग चाहिँ तार्यो फेरि भेट्नु है फेरि भेट्नुपर्छ है हामीसँग के भइरह भने त्यही त कसलाई भेट्नु भनी हिँडेको कहाँ यो जङ्गलमा भौतारिनु परेको छ केही कुरा पनि साथ दिइरहेको छैन हामीलाई मेरो मायाको राम्रो क्लाइमेक्स नहुँदै इन्टरभ्यूमा कहानीको दिनु होला जस्तो साले मैले त्यो ट्रिप्नु त भनेकै हो नि साले यो खाते पब्लिक गर्दा त हो नि साले बोझ गर्ने बेलामा चाहिँ तगाउने अनि बिल चाहिँ मेरो नाममा चढाउने साले त्यो छाला साडेले मलाई के गर्यो होला यार अब मुख पनि कसरी देखाउनु कमान गाइस मलाई के थाहा त्यस्तो हुन्छ भनेर त्यो ड्राइभर हेर्दै फाइट मास्टर जस्तो देखिन्थ्यो अनि यो कुरा यो यहाँभन्दा जङ्गलभन्दा बाहिर कहीँ पनि जाँदैन बुझिस् यो हाम्रैमा भयो भएन पुग्यो बरु यो जङ्गलबाट चाहिँ कसरी निक्ल्यो त्यो हेरौँ यार
के भयो त्यहाँ अगाडि एउटा छाप्रो रहेछ यार के त आज राति हामी त्यही बस्न मिल्छ कि उठ जाऊ त्यही हो यार जसले मलाई बोलेको लुटेको यार के भन्छस् यार जाऊ यहाँबाट डेन्जर छ यिनीहरू के छैन बेटा साह्रो परेको रहेछ सालेले ठुस्कायो कस्तो ठाउँमा आएर ठुस्कायो यार यसको पात सुँगेर मर्नु भनेर तिनीहरूको हातबाट मरेको यस यार यो त कहाँ जाऊ यार गाइस यिनीहरू त लुटेर मात्रै होइन गाजा व्यापारी पनि रहेछन् यार यिनीहरूले त मान्छे पनि मार्छन् होला गाइस कहाँ छ हामी धनी भयो यार हामी धनी हुने भयो यार पागल नभए छोड कहाँ छ हामी धनी हुन्छ नि हामी माइला भेट्ने तँ मलाई मायाको लागि आएको होला मलाई त भगवान्ले केही दिए जस्तो सानो गाछ तिमीहरू कहाँबाट आएको ठोक्दिउँ भेना दाइ 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 हामीलाई के पनि थाहा छैन दाइ तपाईँको यो गाजा गर्दा भन्ने पनि थाहा छैन दाइ हामी फेरि गाजा खाने मान्छे पनि होइन क्या दाइ हामीलाई छोडिदिनुहोस् दाइ मोटे दाइ भन्दा एक्चुअली के भयो भने नि यसो जङ्गल घुमिरहेको थियो झुक्केर छिरेछौँ हामी गइहाल्छौँ दाइ ओइ स्यानहरु लाइनले उभिन खुर्पे भेनाको एरियामा आएर चुमचुम के तिमीहरूले मलाई यो सोचेको केटा हो यो 4वटा स्यालहरु मध्ये पहिलो शिकार कसलाई बनाउने मलाई हान्न दिनुस् भेना मलाई चारैजनाको कान म टोक्छु मेरो यो भाँचिएको हातले एक हान्न पाए यसपालि चाहिँ एकछिन केटा हो म 4 जनाको नाम राख्छु त्यसपछि यसको नाम मोटे ओइ तँलाई त पुरा उडुसले चुसे जस्तो छ नि साला चुइसे ओइ जिग्रा कपाल यता फर्की यो चाहिँ लम्बु यो चाहिँ के खै के यार ओइ छोटे यो हेर्दै के हो कन्फ्युज छ बेना कन्फ्युज अच्छा छोड ओइ एकछिन छोटे केटा हो तिमीहरू यो 3 जना मध्ये जसले जसको नाम लिन्छ त्यसले त्यसैको शिकार गर्छ म 3 गन्छु तिमीहरू तयार छ केटा 1 2 3 अरे वाह
मेरो आँखाको दुईटा गेडा हमरे त चुप्प लागेर बस्छस् कि तेरो त्यो भुँडीमा ड्वाङ 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 गोली हानेर एकैचोटीमा यत्रो मुला फल्ने मल निकाल्दिन्छु। दाइ यसो गरौँ न, लिडर टक गरौँ, बरु केही कम्प्रोमाइज गर्न सकिन्छ भने गरौँला नि दाइ। के छ र त्यो ठुलो कुरै भएन नि। म ठोक्छु बेना। 4 जनाको कान मलाई ठोक्न दिनुस्। 4 जनाको साला इज्जत त रहेन अब मलाई ज्यान पनि नरहने भयो यार। अब त बाउले मार्छ यार। साले तैँले गर्दा तैँले लिएर आएको होइन यहाँ, निकाल बोला हामीलाई यहाँबाट। साले आफै बस्छ, आफै फाल्छ। धेरै रात पनि भइसक्यो। मोटे अब बिहान जाउँ है। ठिकै छ नि त। थ्याङ्क्स। क्या है? आँखा छैन तिमीहरूको, साला जेनेरेटर सैटेको। यदि मेरो मुट अड्केको भए तिमीहरूको छालाको ज्याकेट बुट बनाएर लादिन्थे। बुझिस् तिमीहरूले? बुझिस्? सिराकी हो कि क्या हो तिमीहरू? होइन नि, हामी केही सुराकेनौँ। एक्चुअली चितवन जान खोजेको थियौँ, हाइवे नपाएर जङ्गलमै हरायौँ। चितवन जाने तिमीहरू हाइवे देखेन तिमीहरूले? आइज आइज तिमीहरू म लान्छु। आइज जग्गामा लान्छु। आइज देखिस् देखिस् तैँले त्यही रोड जान्छ चितवन। आइज
तपाईँ नै हो हाकु द ग्रेट ठीक भनिस् म हुँ हाकु भाले हाकु द ग्रेट तपाईँ कथा हामीले धेरै सुनेको नि तपाईँ त धेरै पपुलर हुनुहुन्छ दाइ तर तपाईँको यत्रो कथामा यो क्यारेक्टर त कतै थिएन नि दाइ ए दाइ तपाईँको यो मेरो राइट ह्यान्ड हो सधैँ राइटमा बस्छ चिनिस अब चिनिस तिमीहरूले सानो डौडा तेरो बाजेले लखेट्दै छ लखेट्दै छ अरे दाइ यो पुलिसले चाहिँ हामीले किन लखेटेको दाइ अस्ति एक दिनमा तीनटा बैङ्क लुटेको त्यही भएर हो कति सानो काम गर्ने कति कमाउने त्यही भएर ठुलो काम आँट्दै पासा Oh my god not again दाइ हामी चितवन सर्कल पुग्छौँ नि है धेरै नआँटी तँलाई सकुशल चितवन पुऱ्याउँछु म यस्ता जग्गा पुलिसले केही बिगार्दैन पासा तर त्यो नयाँ एसपी आएदेखि सेक्युरिटी हल्का टाइट गरेछ तर तिमीहरूलाई थाहा छैन होला हाकु भालेर रोक्न र ठोक्न यो धरतीमा कोही जन्म छैन पासा भने त्यत्रो ब्याङ्क लुटेर यत्रो पुलिस पछाडि छ अनि तपाईँ चाहिँ जङ्गलमा गएर सुसु गरेर राख्ने लुटेरहरूलाई चाहिँ मुट लाग्दैन म मुट अड्काएर मेरो किडनी ड्यामेज गर्ने अझै कति बैङ्क लुट्ने छ थाहा छैन तिमीहरूलाई कहाँबाट यो पुलिस थाना आइपुग्यो यार हामी कहाँ छौँ अनि भाले चाहिँ कहाँ गयो त्यही पत्ता लगाउन तिमीलाई यहाँ लिएर आएको सडिस् तिमीहरू अब एक्सक्युज मी एउटा कुरा भनौँ कसम भनेको तपाईँ जस्तो च्वाक इन्सपेक्टर अहिलेसम्म देखाएको छु तपाईँ र मेरो बिच केही कम्प्रोमाइज गर्न सकिन्छ कि हामीलाई छोडिदिनुहोस् त्यो बाबतमा तपाईँ र म टेबलमा टक गरौँला नि यु नो वान थिङ आई हेट गन्स तर जबदेखि मैले तपाईँको त्यो पिस्तोल देखेँ नि मा कसम मलाई तपाईँको पर्सनल पिस्तोल पनि मन लाग्यो किनभने त्यो पिस्तोल बस्ने घर बब्बाल साला हाकु भाले गाडीमा के गरिरहेको थियो तिमीहरू छुट भन् हामीलाई के थाहा हामी त सिधै जान खोजेको थियौँ नि त्यो हाकुलाई हामीले जङ्गलमै भेटेको त्यही त हाकु भाले लेखिदिएको हामीलाई त्यो मलाई हामीलाई छोडेर कहाँ गयो म्याम प्लिज हामीले जानिदिनुहोस् न तपाईँलाई पनि थाहा छ हाम्रो त्यो मान्छेसँग के लिङ्क छैन म्याम प्लिज अब लिङ्क होस् कि नहोस् बेल लगाएसम्म तिमीहरू यहाँबाट जान पाउँदैनौ बरु तिमीहरूको कोही मान्छे छ भने इन्फर्म गराऊ म्याम उनीहरूको बिल भइसक्यो ए खोल्दै ढोका चल छिर्छौँ ए My eyes are watching you. Remember. चल 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 ओइ को हो
केटी होइन तिमीहरू के गर्ने छुटाउनै पर्यो साइनो जो गाँसेको छु थ्याङ्क यू है ज्याङ्गो बुढो तर तपाईँ चाहिँ को हो ड्राइभर आइते सेक्सी मोटे फेरि गाइते सेक्सी मोटे सेक्सी मोटे भन्नुहोस् केही थियो होला माया हामी मायालाई भेट्न आएको यो मायाको घर होइन हो म उसको बुवा हुँ नमस्ते अङ्कल खासमा हामी मायाको कलेजको साथी हो उसलाई काठमाडौँदेखि भेट्न आएको माया छैन घरमा काठमाडौँदेखि आउनु भयो अलि ढिलो भयो माया त आज बिहानै निस्की सुन त माया ऊ आफ्नो स्कुलको साथीहरूसँग पोखरा पुनिल घुम्न गएको ए त्यही त अङ्कल हामीले उसको फोन पनि ट्राई गरेको थियो अनरिचेबल आइरहेको थियो सायद त्यही भएर होला पुनिलमा भएर नलाग्या होला किन त्यस्तो केही थियो र काठमाडौँदेखि आउनु भएको एक्चुअली अङ्कल हामी साँचो कुरा के भने नि अङ्कल हामी माया कलेजको एकदम मिल्ने साथी हो होइन अङ्कल अनि यो आकाश छ नि अङ्कल यसले होइन तपाईँ छोरालाई खुब मन पराउँछ मलाई त यत्रो लामो बाटो होइन अङ्कल आउनु मनै थिएन क्या अङ्कल यो दुईजनाले गर्दाखेरि जबरजस्ती गरेर के आएको के अब हुनु पनि हो नि होइन अङ्कल आफ्नो मनमा लागेको कुरा त भन्नुपर्छ नि है मनमा लागेको कुरा भन्नुपर्छ अनि काठमाडौँदेखि मेरो छोरीलाई मन पराएर आएको यो केटाले चाहिँ मनमा लागेको कुरा भन्न सक्दैन यसो यो बोल्न सकेर त म बोलिरहेको छु त त्यत्रो मेहनत गरेर आउनु भएछ मेरै छोरीलाई मन पराएर यो भाइले होइन अब हजुरहरूको स्वागतमा के सेवा गरौँ त हजुर अङ्कल यत्रो लामो बाटो आएको होइन हजुर तिर्खा लागेको छ पानी खान पाइन्छ पानी किन जुसै पिलाउँछु नि अलिकति फ्रिजको भए अझ मजा हुन्थ्यो कि अङ्कल फ्रिजमा राखेको पुरा आइस टन्न हालेर त्यो जमाकै टक्राउँछु नि यसले त मोटेलाई नै हेरिरहेछ यार साले मलाई होइन तँलाई हेरेर होला नि साँच्चै मलाई मोटे मोटे कसम त्यसले तँलाई नै हेरिरहेछ मोटे जा जिन्दगी बाँच मलाई नै हेरेछ त्यहाँ हेर्न मलाई ओइ यतै आउँदैछ यार यतै आउँदैछ त्यो मोटेतिर आइरहेछ यार मेरो मनको इच्छा पुरा गर मनको इच्छा मोटे जुबान हुन गयो त्यो अब Washroom.
हामी यत्रो ट्राभल गऱ्यौँ यति टाढा ट्राभल गऱ्यौँ दुःख पाउनुसम्म दुःख पायौँ गर एउटा कुरा रमाइलो धेरै भयो है मान्छस् नि धेरै भयो मान्छस् नि त रमाइलो मान्छस् नि त मान्छस् गर एउटा कुरा त्यो मायाको पुगेर नि मायाले नभने टेन्सन हुन्छ त्यहाँ टेन्सन नभन्दैन के मायाले भाइ ओइ कहाँ चुरोट खाल्ला तैँले कहाँ चुरोट खाल्ला ओइ छोड दे चुरोट छोड भनेको छोड ओइ छोड दे चुरोट छोड भनेको नगरा न छोड खानु पर्दैन भनेको सुन्नुहोस् चुरोटको बफ यो केटीको गफ एउटै हो बुझिस् सब हावामा उडेर जान्छ दामी दामी ए केटीको गफ चाहिँ हावा तिमीहरूको चाहिँ के नि ओए केटाको गफ र चुरोटको फिल्टर एउटै हो सधैँ हातमा हुन्छ जति बेला मलाई निकाल्न सकिन्छ दामी मन पर्यो बाप दामी दामी Cheers! Cheers! ए बम तेरो गफ त त्यसले कुल्चेर गयो नि यार ओइ आइसा बग्ने बम एच बहुत फर्के जान मन लागिरहेछ यार नेचरल पोखरा यो मोटे त्यत्रो पछि लाग्थ्यो केटीहरूको काठमाडौँमा तर पोखरामा आएर चाहिँ मोज भयो क्या यसको चाहिँ केटा तिमीहरू पोखरा चाहिँ मेरो लागि आएको भन्ने मोज चाहिँ तिमीहरू गर्ने यसको नि स्टार्ट भइसक्यो के स्टार्ट भयो मोटे ए शङ्कर के स्टार्ट भयो नहुन्टेलाई
अब मजाले कान टोक्न पाउने भयो यिनीहरू चारैजना यही छन् हजुर ओके 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 मेरो लाइफमा कति आए कति गए तर जुन फिल मैले पाएँ आज त्यो कहिले आएको थिएन आइशा यु किल्ड बब जुन बब यहाँ उभिएको छ नि यु हेभ क्रिएटेड दिस बब मेरो लाइफमा धेरै केटीहरू पाएँ सब थोक पाएँ जो आज मसँग छ त्यो यति स्पेसल छ भनेर आइसाले यस्तो राम्री पहिला कहिले देखेको थिएन यार त्यो मान्छे मात्रै राम्रो होइन त्यसको मन पनि राम्रो छ ओ स्यालहरू तिमीहरू त औडा रहेछौ नि यार खुर्पे भेनाको लाखौँको माल सखाप पारेर चुमचुम के तिमीहरूले मलाई यो सोचेको मलाई यहाँ टेन्सन दिएर पुरा मोज कति चुमचुम गरेर यहाँ टेन्सन दिएर साला लायो ब्याग तिमीहरूले पुर्याएको नक्सानीको खर्चना भरेर ल्याउनु मात्र 10 लाख यदि 2 घन्टाभित्र पैसो लिएर आएन भने यो खैकेलाई 2 टुक्रा पारिदिन्छु छोटे तक्लुलाई फोन गरेर भन्दै स्याल भेटियो भनेर भाग अब नाङ्गा लुगा राख ओइ लुगा छोड बाउले त मार्ने भयो यार अब आइसाको बाउले पनि मार्ने भयो साले यो ट्रिपमा आउने प्लान कसको रे अब के गर्ने बब पैसा कहाँबाट ल्याउने हालत हाम्रो यस्तो छ कसरी म्यानेज गर्ने पैसा न कौडी लख दौड यत्रो पैसा कहाँबाट ल्याउने नि गाइज आई हेभ एन आइडिया यसको आइडियाले यो हालत बनायो अब के गर्ने हो खोइ यसको आइडियामा भरोसा नगरी कुनै अप्सन पनि छैन हामीसँग के गर्ला तैँले फेरि यसले काम गर्दा यार यो बाइकहरू कुनै चारा पनि छैन हामीसँग हामी त्यहाँ जाउँ यो ब्याग तिनीहरूलाई दिउँ र तिनीहरूले यो ब्याग खोल्नुभन्दा अगाडि नै हामी आइसा लिएर त्यहाँबाट हिँडिहाल्छौँ यार आकाश त एउटा काम गर त पुनिल जा मायालाई लिएर आइज म र शङ्कर गएर आइसाले छुट्टा ल्याउँछु त्यसपछि हामी घर जाउँ यार यहाँ नबसौँ यार जाउँ तैँले मलाई त्यस्तो सेल्फिस ठानेको आइसा जुन सिचुएसनमा छ नि त्यो मैले गर्दा भएको आई नो आई लभ माया बट तिमीहरूको फ्रेन्डसिप मिन्स अ लट टु मी म कहीँ जान्न म पनि जान्छु तिमीहरूसँग सा मैले गर्दा चाहिँ यस्तो हालत भएको बुझिस् मैले गर्दा भएको होइन मैले गर्दा भएको बुझ्नुहोस् तैँले आइडिया कसको थियो मेरो होइन मैले गर्दा भयो मैले गर्दा बुझिनस् यसले मैले गर्दा हो भने मैले गर्दा हो यस्तो बेला चुच्छस्
मोटे भाग साला कहाँसम्म भागेर जान्छस् फेरि फर्केर आलासी यो टोलतिर साला पत्रिका चोरहरू कति बेरसम्म लगाउँछस् लगा कतिहाल्छ नि अहिले जो ए पासा के टाल हो तिमीहरु यो रोडमा फेसन शो गटाइनेछ हामीलाई कस्तो भइरहेको छ ए मोटे तेरे टु देखेला फेरि बस तिमीहरु त्यहाँ पछाडि लुगा होला मिलाएर लगा जाऊ हिँड लुगा ठीक भयो तिमीहरुलाई मोटे तँलाई नि ठीक भयो ठ्याक्कै तेरो लागि त राइट ह्यान्डको हो जम्मा 2 दिन भयो किनेको त लम्बुलाई चाहिँ सानो भयो होला हैन दाइ अनि पुलिस धेरै नआसा त धेरै नआटी अनि दाइ अस्ति हामीलाई एक्लै छोडेर कता भाग्नु भयो नि पछि तिमीहरुलाई मैले अस्ति नै भने यस्तो कुरामा बल हैन पासा दिमाग लगा दिमाग मसँग यस्ता प्रब्लमको मास्टरमाइन्ड सल्युसन छ बुझिस् तिमीहरुले अनि त्यो तिमीहरुसँग आएको पुतली देख्थिन त म कसलाई पुतली हुनुभयो छैन कोही पुतली सुतली रोक्दिन हामी ओर्लिन्छौँ यहीँ ओर्लिन तिमीहरु गाडी रोक राइट ह्यान्ड चाँडो दौडा सब चोरेको लुगा खुर्पे भेनाको बालुवा खानी खोजी खोजी आइपुगिस् अनि ल्याएको छ कि छैन पैसो जा पैसो ले आइसा खै पहिला आइसा अनि मात्र पैसा एक हाथ से लेना एक हाथ से देना जा पैसा ले जा आइसा खै भने आइसा त ठिक त छस् I knew you guys would come. अनि त्यो पैसा चाहिँ कहाँबाट आयो नि इट्स अ लङ स्टोरी पछि भनौँला खोला छिटो ओइ स्यालहरु चुमचुम के तिमीले मलाई यो सोचेको पहिले गन्नु परेन छ कि छैन पैसो अनि ठोक्लास कुले हैन पैसा परै छ 5 लाखै बढी छ 5 लाख के भयो कहाँबाट ल्यायो तिमीहरू त्यत्रो पैसा
के हो फेरि आँखु भाले त्यसको ब्याग उठाइरहेको छु यार फेरि फसा यसले मार्छ यार त्यसले अब हामीलाई के भइरहेछ यो सुनसान ठाउँमा ओइ त्यो चौक इन्सपेक्टर बिक्री वितरण भइरहेछ कि कसो हो थ्याङ्क गड म्याम तपाईँ टाइममा आउनुभयो नत्र यिनीहरूले हामीलाई झन्डै मारेको म्याम यिनीहरू त्यो गाँजा व्यापारीहरू हाम्रो आइसालाई पनि यिनीहरूले नि किनाइ परेको हाल्ने नै हो त यिनीहरूलाई जेल पैसा पुरा छ गणेश लाखे बढी होस् ठिक छ ल त्यो अघि 5 लाख तिम्रो टिप्स है तेरो त्यो टिप्स छ नि तै माथि राखेर जलाइन्छु नि फेरि बोस यो स्यालहरूलाई त्यत्तिकै छोड्नु हुँदैन किनभने यिनीहरूलाई हाम्रो बारेमा सबै थाहा हुन सक्छ मार्नै पर्छ बोस यिनीहरूलाई धेरै न अलि त नट गोली खालास यस राइट ह्यान्ड टर्न लेफ्टमा किन जा गन खोस तेरो पनि दे आफै निकाल ल त फेरि लेफ्टमा किन राइटमा आइज तिमीहरू मेरो टुटेर बसे चार्ज गर साला सङ्गत पनि कस्ता कुकुरहरूसँग गरेर पुगेछु अब त मलाई मार्छ यार आइज धेरै रोमान्टिक पनि नगर्छ अलिअलि एक्सन पनि हान्ने गर अनि माथि ठिक छ इन्डस्ट्रीमा दिमाग लगा दिमाग छोड दो के छोड धेरै कम गर्न नखोज नेपाली पदार्थ खाइ पनि हो
आइसा बचाइन खै के लेस भो मेरो मोबाइल चोर साला काटोगे काट चुमचुम पासा तैँले मलाई यो सोचेको दिमाग यहाँ आउँदैन पासा यहाँ आउँछ राइट ह्यान्ड त अझै छुटिरहेछस् राइट ह्यान्ड बल होइन पसा दिमाग लगा दिमाग कस्तो फिल भइरहेछ इलिगल गाँजा व्यापारीलाई तपाईहरुले समात्नु भएको छ निकै च्यालेन्जिङ थियो होला है एकदम च्यालेन्जिङ थियो एकदमै च्यालेन्जिङ थियो हामीले हाम्रो रगत र पसिना एक गरेर नै समातेको खासमा प्लान चाहिँ कसको थियो खासमा यो प्लान भनेको चाहिँ मेरो हो क्या यो यिनीहरूले भन्दै थियो होइन मेरो बाउले उसको बाउले मार्छ भन्दै थियो क्या अनि मैले भन्दाखेरि जम भने अनि सबै मेरो कारणले गर्दाखेरि यो पक्रेको हो क्या मेरो प्लान हो क्या खासमा पोखरा चाहिँ किन आउनुभयो एक्चुअली पोखरा चाहिँ खासमा चाहिँ यो मेरो साथी आकाश छ नि यो यसको चाहिँ खासमा हामी साथीभाइहरू यसो रमाइलो गरौँ भनेर यहाँसम्म आएको तर अब यहाँसम्म आइपुग्दाखेरि यत्रो ठुलो क्रिमिनलहरूलाई पक्राउँदा खुसी लागिरहेछ हामीलाई
तपाईहरुले गरेको यो काम युवाहरुको लागि एक मिसाल हो। माया बधाई छ। आकाश तिमी त पोखरामै रहेछौ है भर्खर चिरिन देखेर थाहा पाएको अनि कसरी नि अचानक अल अफ अ सडन भयो म पछि भन्छु नि ओके अनि तिमी चाहिँ कहाँ छौ नि म त आज मात्र काठमाडौँ आइसकेँ त काठमाडौँ हामी भोलि फर्किन्छौँ सर इभिनिङमा भेटौँ है त टुमोरो भोलि ओके विल बी मिटिङ टुमोरो एट 6 PM इभिनिङमा स्योर बाई बाई How lucky Maya is. अहिलेको जमानामा आएर पनि यस्तो चोखो माया गर्ने मान्छे पाछ। त्यही त कस्तो क्रेजी भएको क्या त्यो माया भनेपछि त्यसलाई कहिले मेरो हावाले छैन आकाशलाई तेरो हावा होइन आकाशको हावा चाहिँ तँलाई लाग्नुपर्ने हो जोक सोचे मुला यसले तँलाई कति मन पराउँछ तैँले पहिला भनेको कुरा ठिक हो आइसा तैँले मलाई माया गर्छस् हो यत्रो सब हुँदा यति सँगै हुँदा यति मलाई माया र केयर गर्दा पनि मैले कस्तो नबुझेको साले गफाडी फेरि गफानिस सधैँ गफान्छस् त ला होइन यसको र मेरो कसरी सोचिस् के हामी अलिकति क्लोज भयो भन्ने बित्तिकै हाम्रो बिचमा माया हुनुपर्छ भन्ने जरुरी छ हुँदैन बुझिस् हुँदैन क्या 12 वर्ष कुकुरको पोसर ढुङ्ग्रोमा राख्यो बाङ्गोको बाङ्गे सिरियसली यसले तँलाई धेरै माया गर्छ यो केटीलाई तैँले गुमाइस् भने नि यो जस्तो केटी जिन्दगीभरि कोही पनि पाउँदैन साले केट वाल्ला परेर जान आम सरी मैले कति हट गरेँ तँलाई मैले कसैको आँखामा यति आँसु आउँदाखेरि यस्तो नराम्रो फिल गरेको थिइनँ म कति रङ केटीको पछाडि भएको थिएँ तर कहिले जान्न कि मलाई यति धेरै माया गर्ने मान्छे मसँगै छ भनेर होइन म केटीको पछाडि हुन्छु तर मायाको मामलामा चाहिँ एकदम बच्चा नै छु मलाई एक चान्स दे जस्ट गिभ मी वान चान्स म तेरोलाई जे पनि गर्न सक्छु त कसैलाई 2 हात म एक थप्छु त केही चोर म कुटै खाइदिन्छु तँलाई सबैले लेस्बो भन्छ होइन नो प्रब्लम एक के साथ एक फ्री मलाई फाइदा आइसा मैले तँलाई भनेको थिएँ नि यु ह्याड चेन्ज बब यो जुन बब तेरो अगाडि छ नि त्यो नयाँ बब हो भनेर र यो बब तेरो दिस बब बिलोङ्स टु यु आई लभ यु आइसा Oi! Aisha, I love you. It's okay.
Remember? College? Clothes? लुगा खोल्ने मायाको भिख Ring a bell? यहाँ सबजना हेरेर छन् यहीँ खोल्ने स्योर भयो Stupid. I love you. Maya. Hey, hi. Good to see you. Same here. अन्त के हो तिमीहरू त पोखरामा पुरा फेमस भएछौ छोड त्यो कुरा वाट्स न्यू के भइरहेछ अहिले मलाई एकदम इम्पोर्टेन्ट कुरा गर्नु छ तिमीसँग इम्पोर्टेन्ट एक्चुअली मलाई पनि एउटा इम्पोर्टेन्ट कुरा गर्नुपर्ने थियो धेरै टाइमबाट देन भन न यु स्टार्टेड फर्स्ट सो तिमी प्लिज फर्स्ट टाइम पनि तिमीले लेडिज फर्स्ट भनिरहेको थियौ योपालि चाहिँ गर्नु पाउँदैनौ के कुरा हो भन मलाई छिटो 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 एक्चुअली धेरै टाइमबाट इट्स बिन आकाश एकछिन है या स्योर आकाश निश्चल माई फियान्से निश्चल आकाश हेलो ब्रो मनिषा भाइ नाइस मिटिङ धेरै कुरा सुनिरहेको थिएँ तिम्रो बारेमा एक्चुअलमा अघि नै मैले जुन भनेको थिएँ नि भेरी इम्पोर्टेन्ट कुरा उसकै बारेमा हो बसौँ ओके एक्चुअलमा युएसको कुरा पनि मैले गरेको थिएँ नि सो हामी दुईजनासँगै जाँदै हो तर अलिकति फ्यामिली अगेन्स्ट नहुनु भएको भएर चाहिँ हामीले बाहिरै गएर बिहे गर्ने सोच्यौँ है अब फ्यामिलीले दुःख दिए पछाडि उतै जाने उतै गएर बिहे गर्ने एन्ड वी थट समथिङ गुड फर आवरसेल्भ्स व्हाट यु हैव टु से एक्सक्युज मी फोन के भयो इम्पोर्टेन्ट काम पऱ्यो साथीले कल गरेको जानुपर्ने भयो सो रुड हामी तिनजना डिनर गर्ने भनेर कहिलेदेखि प्लान गरेको इट्स नट डन है तिमी केही भन न त्यही त अब उसले कहिलेदेखि प्लान गरिरहेको थियो साथी भेटाउँछु सँगै हुन्छ अनि विल ह्याभ फन भनेर नेक्स्ट टाइम इट्स रियली इम्पोर्टेन्ट एकदमै जानुपर्ने छ नेक्स्ट टाइम ठिकै छ नि त अब नेक्स्ट टाइम सबै साथीहरू सँगै भेटौँ हैन त उसको ग्रुप जन यति इन्ट्रेस्टिङ छ नि होल कलेजमा फेमस छ ग्रेट बाइ द वे कङ्ग्रेचुलेसन्स थ्याङ्क यू आकाश तिमीले अघि नै केही इम्पोर्टेन्ट कुरा भन्छु भनेको थियौ नि विश यु बोथ गुड लक
स्कुटर सिक्न थालेको दिउँसो चलाउने आत्तै आउँदैन अनि राति यस्तो चलाउन थाल्यो त्यो पनि कोही मान्छेदेखि आत्तिहाल्छ भने यत्रो बाटो हिँडेर आए नामै सोध्न बिर्सेछ भने के हो रे तिम्रो नाम आकाश मेरो नाम चाहिँ नगमा एक्चुअली मलाई मेरो नामको मिनिङै थाहा छैन राम्रो लाग्यो होला अनि बाबा आमाले यत्तिकै राखिदिनु भयो खास गरी भन्यो भने मेरो स्कुटरकै पार्ट पुर्जा ठिक छैन कि के पनि ठेगानमा छैन एक्चुअली मलाई त्यहाँसम्म मात्रै जानुपर्ने छ खासै मलाई त्यस्तो डर त लाग्दैन तै पनि इट्स ओके पुगिहालिन्छ तिमी सधैँ यस्तै हो साइलेन्ट भन्दै नहुने स्टोरी ठिकै छ एकछिन ट्यान मेरो कुनै विश छैन ओके जुन दिन विश हुन्छ अनि त्यो विश पुरा हुन्छ नि त्यो दिन मलाई कफी ट्रिट ओके मेरो स्टाइल हो नि त बाइ द वे तिमी हेर्दा त्यति नराम्रो पनि देखिँदैनौ डिसेन्टै लाग्छ मलाई यस्तै खाले केटाहरू मनपर्छ भोलि पनि यही बाटो हिँड्छौ साले यसको पनि फेसबुक सेक्सी मोटे